धरानका मेयर हर्क साम्पाङले चाहिँ फाइनली पार्टी खोल्नु भएको छ है। उहाँको पार्टीको नाम छ श्रम संस्कृति पार्टी अनि चुनाव चिन्ह छ माटो है। तपाईहरु कतिजना हुनुहुन्छ त हर्क साम्पाङको पार्टीमा आबद्ध हुनको लागि? तपाईलाई के लाग्छ? हर्क साम्पाङले एउटा पार्टी, बालेनले अर्को पार्टी अनि जेनजीहरुको अर्को पार्टी, कुलमानको अर्को पार्टी भयो भने चाहिँ पुरानो पार्टीहरुलाई विस्थापित गर्न सकिन्छ त? जति पनि नयाँहरु हुनुहुन्छ उहाँहरुलाई समेटेर एउटा पार्टी होस् भन्ने चाहिँ मेरो धारणा थियो हैन। तर अब यसरी मान्छे पछि पार्टी खोल्यो भने चाहिँ फाइदा चाहिँ उही पुरानो पार्टीहरुलाई नै हुन्छ के। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। हर्क साम्पाङ चाहिँ नेपाललाई चाहिने मान्छे हो, त्यसमा दुई मतै छैन। हर्क साम्पाङले गर्नुभएको काम चाहिँ काम एकदमै राम्रो छ, त्यसमा पनि दुई मत छैन है। तर एक जनाले पार्टी खोल्दै गयो भने चाहिँ गाह्रो हामीलाई नै हो, गाह्रो नयाँलाई नै हो है। अनि फाइदा चाहिँ त्यही पुरानो पार्टीलाई नै हुन्छ है त।